चलिए शुरू करते हैं। हेलो नमस्ते सबैजनालाई। यहाँ सबैले फेरि मेरो नयाँ भ्लगमा स्वागत छ हैन। आज चाहिँ हामीले ब्रेकरमा कसरी यो के अरे एक्सकाभेटरमा चाहिँ ब्रेकर कसरी खोल्ने भनेर चाहिँ हामीले देखाउँदै छौँ हैन। ब्रेकर खोलेर कसरी चाहिँ बकेट फिट गर्ने भनेर देखाउँदै छौँ। अब हामीसँग हुनुहुन्छ रोमन गुरु, हुन्डाई मिसिनमा हुन्डाई 220 मा रोमन गुरु हुनुहुन्छ। अनि यसको चाहिँ ब्रेकर कसरी खोल्ने, के लक अनलक गर्नुपर्ने हुन्छ, पाइपहरु कसरी खोलिन्छ र बकेट चाहिँ कसरी फिट गरिन्छ भनेर हेर्दै छौँ हैन। ल अब यो भिडियो चाहिँ हेरौँ। हामी चाहिँ यस्तै रेगुलर कन्टेन्टहरु दिने छौँ हैन। यस्तै नयाँ नयाँ कुराहरुको काम कसरी हुन्छ, मिसिन काम कसरी भइरा हुन्छ, के भइरा हुन्छ, अनि त्यसपछि वालहरु, ग्याबिनहरु, यिनीहरुको कुराहरु हरेक कुराहरुको भिडियो आउँछ हैन। अब दियोस हेरिराखौँ है। आज चाहिँ हामी ब्रेकर कसरी फिट गर्ने भनेर देखाउँदै छौँ हैन। यो चाहिँ ब्रेकर भयो, फिट हैन, ब्रेकर कसरी खोल्ने। यहाँ चाहिँ के कति गरेको यो 41 को पाना, 41 को पाना लाग्छ। यो खोल्न अगाडि हामीले के गर्छौँ, त्यसलाई लक गर्छ। त्यसमा कतिको लाग्छ, 29 को 30 को रिन्ची। त्यसले यहाँसम्म आएको हुन्छ। यसलाई चाहिँ अब यता नझरोस् भनेर त्यो लक गरियो। अब चाहिँ यो पाइप खोल्दैछौँ हैन। बुझ्न रोमन गुरु, आइफोन भनेको आइफोन हो। त्यही भएर मैले तपाईँलाई भनेको नि फोन किनेपछि गतिले किन्ने भनेर को। अब एपीएस पास गरेपछि त झ्याम्मै 1 महिना हैन। एपीएस पास नभए 16 प्रो म्याक्स त आउने भएको। एपीएस पछि त 17 आउँछ, त्यतिसम्म 18 आइसक्छ हैन। गयो भने यो चाहिँ खोल्लियो हैन। अब है अनि यो खोलिसकेपछि चाहिँ अब यसमा त फ्लो नै भएन त है। यो रिटर्न हो के? ए रिटर्नको भएर उताबाट आउँछ, यताबाट रिटर्न जानेवाला पाइप हो यो। यसमा चाहिँ हामीले क्याप लगाउँछौँ। यो क्याप चाहिँ यो पाइपमा माटो साटो नघुसोस् भनेर हैन, माटो मात्रै हैन, पाइपबाट ओराल लाग्यो भने तेल पनि नबोगोस् भनेर। अनि यसको चाहिँ क्याप, त्यसमा एउटा क्याप हुन्छ हैन। ल अब यो भयो। अब चाहिँ हामीले यसको पिन खोल्छौँ हैन। यहाँ चाहिँ हाम्रो के लाग्नु पर्ने दाइ हैन, पिन हैन, नट बोल्ट लाग्नु पर्ने हो। नट बोल्टको अभावले गर्दा चाहिँ हामीले अहिले रड राखेको छौँ हैन। रड राखेर चाहिँ यो रडहरु चाहिँ यसरी बेन्ड गरेर राखेको हुन्छ लक गर्नको लागि। अभाव भन्नाले त्यो नट बोल्ट चाहिँ गइहाल्ने, चाँडै भाँचिहाल्ने भएको भएर चाहिँ रड चाहिँ सिस्टममै आए पनि यो पछि यसको अन्त्य यसै गरेर हुने। अन्त्य भनेको यही होइन, यसको मुन्द्री भनेकै रड हो लास्टमा होइन, झुम्का। ओ त बिहा फेरि कसको? अब त्यहाँ त धमाधम छ, बिहा हुन्छ कहिले कहिले, के हुन्छ कहिले मिलन, कहिले बिछोड हैन। कपिराइट लाग्छ त त्यो सुन्दैन त्यो लाग्छ। त्यो अहिले खोल्ने होइन कि उता लगाएर खोल्ने हो ब्रेकर? गुरु यो खोल्ने हो, यो पनि तल नखुल्ने हो के। अहिले त्यसलाई लिएर उहाँ लिएर हिँड्ने हो। कहाँ लिएर हिँड्ने हो र त? तल्लो खोल्ने हो यो, पहिला तल्लो खोल्दा एउटा चाहिँ झुन्नु नि, एउटा चाहिँ खोलिदिने हो कि। दुईटा मात्रै गर्ने उताबाट चाहिँ हाम्रो जेसीबी 205 आइसकेको छ हैन। त्यहाँ देखाइदिनु न जेसीबी 205 लाई। यहाँ चाहिँ हाम्रो जेसीबी 205 आइसकेको छ। त्यहाँ चाहिँ हुनुहुन्छ हाम्रो मिलन समय मगर, यता चाहिँ रोमन मगर।
दाजुभाइ एउटै गाउँको हाई गर्दै हुनुहुन्छ उहाँबाट हाई गर्दै हुनुहुन्छ मिलन गुरुले यहाँ चाहिँ तल्लो पहिले यो चाहिँ अनलक गर्नुपर्ने हुन्छ नत्र अल्टर हुन्छ यो पिन निकालिसकेपछि अब माथिल्लो पिनको पालो ल ब्रेकर चाहिँ खुलिसकेको छ हैन त्यहाँबाट सिम झर्यो माथिबाट झरेको र होइन तलेको हो क्या अब चाहिँ हामीले बकेट फिट गर्दैछौँ होइन अब ट्याक्क लाएर राजु मास्टर कहाँ हिँडे त पारी ढुङ्गा पुग्यो र अब यता हो खाजा आउँदैछ खाजा टिप्परमा एक टिप्पर मगाएको हो क्या होइन तर लास्टै सैलरी गयो त यार उता अल्टर छ उता उता आउँछ रहेछ ठाउँै यति बेला चाहिँ अब ब्रेकर खोलेर बकेट जोडिसक्यो होइन अनि अहिले अब ग्रिस हान्ने कार्यक्रम हुँदैछ कहाँ छ गिरिस गर्ने ग्रिस गर्नु के हो यो निप्पल त्यसलाई निप्पल भन्छ होइन यो एडाप्टर हामीले यो बेलानाको बेला ग्रिस किन गर्न थाल्यो बेलानाको बेला हाने नि गिरिस भन्ने कुरो रेगुलर गरिरहनु पर्छ गिरिसले तपाईँको यो मेसिनको आयु बढाउने काम गर्छ कि अनि भन्नाले अहिले चाहिँ अब हामीले बिहानै गर्नुपर्ने हो होइन अहिले त हामी भर्खर यसलाई खोलेर यसलाई जोड्यो नि त मान्छे अब ऊ के अरे ब्रेकरबाट बकेट जोडिसकेपछि ग्रिस गर्नु पऱ्यो होइन सर एकचोटि यसको यो आयु बढ्छ मेसिनको आयु बढ्छ अब यहाँ यो बुढी पिनको आयु बढ्छ है पिनको आयु बढ्नु भनेको यो लगभग मेसिनको आयु बढ्नु यसमा पिन घट्यो भने होइन यसमा माटो साटो छिर्यो भने अब पिन त घट्ने नै भयो अनि पिन घट्नु साथसाथै अब तपाईँको यसलाई अलिक एफर्ट बढी लाग्ने भयो नि त मेसिन लैजाऊ यसमा अब यति कुराले हरेक कुरामा फरक पार्ने भयो क्या होइन मेसिन अलिक बढी घटिनु भयो बढी घटेपछि अलिक मेसिन बढी चल्ने भयो बढी तेल बढी खाने भयो अनि मेसिनको जस कन्डिसनदेखि हरेक कुरामा फरक पर्ने भयो होइन त्यही भएर हरेकचोटि हामीले चेन्ज गरिसकेपछि ग्रिस गर्नुपर्ने भयो अहिले घाममा तातेर ग्रिस अलि उ भए चाहिँ अर्को कोबेलकोले चाहिँ पहिरोमा धमाधम छ आलु खाने छ रे होइन हो कहाँ आलु खाने त्यहाँ आलु त माथि बारी आउला नि गर अब हिजो आलु तोर्बी खानु त्यस्तो त होला
ल यो सँगसँगै हाम्रो अब फाइनल्ली सकिसकेको छ होइन। यस्तै नयाँ नयाँ भिडियोहरूको लागि हाम्रो च्यानललाई सब्सक्राइब गर्नु होला, भिडियोहरू हेर्दै गर्नु होला। हामीले नयाँ नयाँ कन्टेन्ट लिएर आउनेछौँ, के काम कसरी हुन्छ के हुँदैछ भनेर हामीले रेगुलर अपडेट दिनेछौँ होइन। ल थ्याङ्क यू सबैजनालाई। सोचिए मत, सब्सक्राइब कीजिए।